मिठाईलाल यादव को कुरा मिठाईलाल यादव जी यादव भन के बकलोल पत्रकार बुझिनस् यो कुन पत्रकार हो यार रिसर्च गर न को मान्छेलाई के प्रश्न सोध्दैछस् भनेर हाम्रो नाम हो मिठाईलाल यादव हाम्रो बुवाको नाम हो लड्डुलाल यादव ए बकलोल आफ्नो बुवाको नाम अगाडि श्री लगाउनु पर्छ श्री लड्डुलाल यादव हाम्रो आमाको नाम हो हामी आफ्नै बुझ्छौँ हाम्रो आमाको नाम श्रीमती रसमलाई देवी यादव र हाम्रो घर हो पार्सा जिल्ला घर छ त के को डर छ र जोसँग ऋण लिएछ त्यो त मरिसक्यो अरू हामीलाई के को डर छ सोध बकलोल के सोध्न चाहन्छ सोध यो जुन तराई बन्द भइरहेछ नेपाल बन्द भइरहेछ यो खास के को लागि भइरहेछ के को लागि भइरहेछ के को लागि भइरहेछ के को लागि बन्द भएछ त के छ कि बकलोल यो सब माग छ माग छ कि माग्ने माग्ने जुन छ कि माग हो जुन माग तरिकाले मागे छ त्यो माग्नेको स्टाइलमा माग्ने त्यो माग हो त्यो माग्नु पर्छ त्यो हाम्रो आफ्नो माग हुन्छ जे माग छ त्यो माग छ जो माग हो त्यो माग हो जो माग हो जब आउँछ त माग आउँछ जब माग पूरा हुँदैन तबसम्म मागिरहनु पर्छ जब माग्ने हो त माग्नु पर्छ आफ्नो हक अधिकारको माग र माग्नु पर्छ त्यो मागको लागि जुन माग हो त्यो मागको लागि मागै हो जबसम्म माग रहन्छ त माग्ने पर्छ र माग र अधिकार हक जुन माग छ त्यो माग हो त्यो मागको लागि हामी माग्नु पर्छ हे यो माग भन्नुहुन्छ खास माग चाहिँ के हो तपाईहरुको यो बकलोल कुन मान्छे हो यार यो बाख्राको बच्चा हो कि यो पत्रकार होइन गधाको बच्चा बाक यो दिमाग छैन तेरो यो के हो यार माग जबसम्म माग छ त मागै नि छ जब पूरा हुन्छ त के मागेको तब थाहा हुन्छ के अहिलेसम्म जो पूरा भएको छैन त्यो माग हो बाक यो के हो हे दाजु यो पत्रकार बकलोल बडा कुरा गरेछ बासमा टाङ्दियो बस अग्रेसिभ छ के केटा बाबु बकलोल हामीसँग कुराकानी गर्ने बेलामा थोड़ा हाम्रो बारेमा जान पहिचान गरेर आउने के गर्ने भन्छ र त्यो गुगल सर्च गरेर हेर्नु हजुर गुगल गर्ने के जब गुगल गरेपछि थाहा हुन्छ बकलोल तिमी के कुरा सोध्यो रे हामी माग के हो भन्नको नि हामी नेता छोडे हो हाम्रो नाम हो श्री मिठाईलाल यादव हामी तर नेता त होइन आई एम मिठाईलाल यादव आई एम पानीपुरीवाला त हामी के छ कि हामीलाई सोचेस माग के हो त्यो माग हामीलाई थाहा छैन हामीलाई सोध्नु कि हाम्रो मिठाईलाल जी तपाईको व्यक्तिगत माग के हो त्यो सोध ल ठीक छ मिठाईलाल जी तपाईको व्यक्तिगत माग चाहिँ के हो बडा रिसाएर सोध्यो यार यो बकलोल हामीसँग तिमी धेरै मुस्कानमा सोध बाबु एकचोटि सोध मुस्कुराएर सोध मिठाईलाल जी तपाईको व्यक्तिगत माग चाहिँ के हो भन्नुहोस् न अब यस्तो सोध न हाम्रो व्यक्तिगत माग के छ कि हामी चाहन्छौँ कि कोही दुख नपाओस् होइन कोही दुख नपाओस् दाजुको दिल बडा छ हाम्रो त्यो हाम्रो त दुख कोही नपाओस् ग्यास जे छ कि ग्यास पार्नु पर्यो ग्यास्ट्रिक होइन के ग्यास छ रे हामीसँग छैन पानीपुरीमा खालि पानी मात्रै छ पुरी छैन त हामी के आलु बेच्छु बकलोल हामीलाई चाहियो ग्यास मट्टी तेल तेल चाहियो लगाने वाला होइन चलाने वाला तर बबी यता बाबु यता बबी हेर यो बच्चालाई हेर बकलोल यो बच्चा छ हाम्रो यता हेर बबी हेर यो बच्चाको स्कुल जुन छ बन्द भएको 6 महिना भएन रे 6 महिना भयो कहिले भन्छ यो बन्द त्यो बन्द भेली बन्द आलु बन्द सारा दिमाग खराब भइसक्यो यो 8 क्लासमा पढ्ने बच्चा 4 क्लास जस्तो भइसक्यो तिम्रो भन मिडियाबाट त आफ्नो चीज आफ्नो सल्टा त बच्चाको स्कुल पढाने हो कि होइन जा बाबु जा गएर पढ घरमै पढ अब के स्कुल त छैन घरैमा पढिरहेछ ठिकै छ त घरमा ऊ पढ्रेछ त यस्तो माग पूरा हुनु पर्यो के बकलोल होइन ठिक छ मिठाईलाल जी अब मिडियाबाट गर्नुपर्ने काम हामी गरौँला तर तपाईले यो घटनालाई कसरी हेर्नुहुन्छ घटनालाई कसरी हेर्नुहुन्छ फेरि बकलोल प्रश्न सोधेछ
बाबु भन् त हामी यो घटनालाई कसरी हेर्छु? यसरी हेर्नुहुन्छ, यसरी हेर्नुहुन्छ, चस्मा लगाएर हेर्नुहुन्छ, चस्मा खोलेर हेर्नुहुन्छ, यसरी हेर्नुहुन्छ, यसरी हेर्नुहुन्छ, अनि बाबु जब घटना दूर हुन्छ त यसरी हेर्नुहुन्छ। जब घटना दूर हुन्छ त यसरी हेर्छु र रातमा घटना भयो भने हामी सुतेर हेर्छु रे बकलोल। कसरी हेर्नुहुन्छ बा? होइन होइन ल त्यो हेर्ने काम त भइहाल्यो, तर यो आन्दोलनबाट के पायो त? आर यु कमेडी मी? पहिला पाउन दिएन तब थाहा हुन्छ के पायो के पाएन। आर यु कमेडी मी? पहिला बकलोल पाउन दे, त्यसपछि हामी भन्छौँ के पायो के पाएन। बाबु प्रिपरेसन गर के, हामीसँग प्रश्न सोध्नु भन्दा अगाडि यो कोट टी सर्ट यो के टिभी को दिएछ कि आफ्नै पैसाको बाबु? बकलोललाई स्यालेरी कति पाउँछ बाबु? ठिक छ ठिक छ ठिक छ। यो जसको कोट लगाएर सोधेछेस ठिकै छ, राम्रै छ, ठिक छ। त अरू सोध बाबु। यो आन्दोलन आखिर के को लागि भयो? आन्दोलन पीडित जो पीडित छ त पीडितमा पीडा छ। जब पीडा पीडित भएर पीडित हुन्छ त पीडित हुन्छ, त पीडितको कारणले जस्तो पीडित भएछ त पीडा हो, भित्रको दिलको पीडा। जो दिलको पीडा छ त्यो पीडा छ। जहाँ पीडा छ त्यहाँ पीडित छ, र जहाँ पीडित छ त्यहाँ पीडा छ। अरे दाजु तपाईँले त दिलको पीडा भन्नुभयो। मिठालालजी मैले तपाईँ कुरै बुझिनँ नि। हजुर आजसम्म बकलोल हामीले बुझे छैन, तिमी कहाँ बुझ्छ? हामी त जे सुने त्यही भन्थ्यो। अब जहाँ गयो पीडा पीडित ऊ गर्छ, हामी त्यही भन्थ्यो। के भन्ने? होइन यो नेताको भर्सनमा होइन, तपाईँको आफ्नो व्यक्तिगत भर्सनमा भन्नुहोस् न, के खास भन्नु खोज्नु के हो? भर्सन मतलब के हो? त्यो त हामीलाई पनि थाहा छैन दाजु। भर्सन मतलब के? आफ्नो स्टाइल। सही भन्नु भएछ। त के हो त? यो जे छ कि हामी उत्पीडित जति पनि छ, दमन भएछ, जुन अधिकार मधेसी मानिसले पाउनु पर्छ त्यो पाउनु पर्छ। अब कुनै ठाउँमा गुलामी गर्ने हामी होइन भन्ने कारणको कारणले गर्दा यो आन्दोलन भएको जस्तो हामीलाई लाग्छ। ए यार खतरा बोलेछ, ताली बजा। अरे गजब कुरा गर्नुभयो दाजु। शाबाश जियो बाबु जियो। सोधहरू मिठालालजी तपाईँहरूको यो तराईको आन्दोलनमा डिजे सिजे डान्स सान्स चलाउनु भएको छ अरे, खास के हो? ए तपाईहरूको के? यो तपाईको आन्दोलन होइन बकलोल, हाम्रो मात्र आन्दोलन हो, यो पूरा नेपालको आन्दोलन हो। बाको बकलोल जस्तो कुरा गर्छ यार। डीजे चलाउनु भएछ, यो कुन कुरा भयो? डीजे नचलाएर के गोली चलाउने? गोली चलाउने बकलोल? बकलोल जस्तो कुरा गर्छ यार, यो के मान्छे हो यार? डीजे चलाने, डान्स हुनुपर्छ, संगीत भयो, त्यो गरेको राम्रो छ कि गोली चलाएको? ए बाबु गीत सुना। लगावे जोली फिस्टिक हिलेला सारा डिस्ट्रिक्ट जिल्ला टप लागेलु। यो ऊ को गरेछ रे? बकलोललाई मुखमा बाँस ढुकाइदिन्छु, चुप शान्त। यो छ नि यो अङ्गीकृत नागरिकताको बारेमा तपाईँको विचार के छ? यसका बारेमा हामी बोल्दिन, हामी बोल्दिन। यो अङ्गीकृत अङ्गीकृत ठिक छ ठिक छ। कमेडी मी अङ्गीकृत बाबु, हामी अङ्गीकृत होइन, जसको अङ्गीकृत हो त्यसलाई गएर सोध। ठिक छ ठिक छ, सुन्नुहोस् न। ठिक छ, सुन्दिन क्या गर्छ? हाम्रो नाम हो मिठाईलाल जादव, हाम्रो बुवाको नाम हो मिठाई लड्डूलाल जादव।
बुवाको नाम गर श्री लगा बुवाको सिरी सिरी श्री लड्डुलाल यादव। हाम्रो आमाको नाम हो श्रीमती रसमलाई। हाम्रो आमाको नाम हामी आफूलाई भन्नु श्रीमती रसमलाई देवी यादव। त हामीलाई आफ्नो बारेमा थाहा छ यार, अङ्गीकृत के हो? सुन्नुहोस् न सुन्दिन के गर्छ? अरे दाजु आज हँसेर मार्छ कि क्या यसले? भन बाबु भन, अरू सोध। अब यो नाकाबन्दीको अर्को विकल्प के छ त? नाकाबन्दीको विकल्प हो नाका खुला। अरे भाइ हामी सिरियस बनिरहेछु, नाका किन बन्द गर्ने? हामी भन्छौँ यति सामान पठाइदियो कि राख्ने ठाउँ नहोस्, आफै आन्दोलन भइहाल्छ होइन? ल बाबु भन त, यो प्रोग्राम कहाँ कहिले आउँछ, कुन टिभीमा आउँछ, के कुन प्रोग्राममा आउँछ बाबु? यो कान्तिपुर टिभीको प्रोग्राम हो, प्रोग्रामको नाम के हो बाबु? वाट द फ्लप। ए बकलोल, वाट द फ्लप। हामीलाई फ्लप प्रोग्राम देखा। बेवकूफ बकलोल, हाम्रो नाम हो मिठाईलाल यादव, हाम्रो बुवाको नाम हो श्री लड्डुलाल यादव, हाम्रो आमाको नाम हो श्रीमती रसमलाई देवी यादव। हामीलाई हिट प्रोग्राममा बोल्न आउँछ क्या, यस्तो फ्लप प्रोग्राममा।